म एउटा सेलरोटी मात्र हाल्ने है आज एउटा हालेर पकाइ खाम। आहा कस्तो हुन्छ हेरौँ है त मेरो मैया साहबले हालेको राम्रो हुन्छन् कि मैले हालेको राम्रो हुन्छ हामी एकछिनमा हेर्दै त्यस्तो गिलासले हाल्दैनौँ हामी है त हाल्दै पकाउँदैछौँ बुढाबुढी रुसेपछि हाँसी फकाउँदैछौँ हाँसी फकाउँदा हामी त एकैछिन फकाइदिन्छौँ होसमा नरुसेलाई आज नयाँ वर्षको दिनमा एकैछिन फकाइदिन्छौँ हामी त आमा बुढाबुढीजना बुढेसकालमा अलिकति कुसेरी हुन्छ कहिलेकाहीँ रुस्न पनि बेट हुँदैन हो कि नि बुढाबुढी तर मोटा बाबर हुन लाग्यो हालिएल तेल हपिएल तेल हजुर हो बुढाबुढी रुस्सा पनि बाला आद्दा खेल बुढाबुढीको किरा खेला हो हजुरहरूको आउँदैन पकाउन मलाई पकाउन मलाई उतार्दछौँ अहिले आउँदैन पकाउन मलाई उतार्दछौँ अहिले भाउजूले हालेका रोटी काँचा छन् कि कहिले काँचा नै पाकेका छन् हेर्नु राता झराका हामीले हालेका रोटी काँचा मैया भएका नै हेर्नु होला भएका छन् राता राता चिसा मिठा हुनु सासु आमा खाइहाल्नुहोस् तात ताता देशियो त खाइहाल्नुहोस् आज 2083 साल नयाँ वर्षको सम्पूर्णमा शुभकामना सम्पूर्ण आफन्तजन देश विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ दिदी बहिनीहरूमा नयाँ वर्षको शुभकामना हामीले सेलरोटी पकाएका छौँ हजुरहरू जस्तै हाम्रो मिठो अझै हाम्रो धेरै खानेकुराहरू पकाउनु बाँकी छ हिजो बेला चाहिँ हामीले पकाएनौँ आला पकाउने ताता भनेर अहिले पकाएको हो सबैले राम्रोसँग मनाउनु होला सबैको घरमा सुख शान्त समृद्ध छाओस् सुख रहनु होला शान्त रहनु होला खुसी रहनु होला भन्दै सम्पूर्णमा शुभकामना दिन चाहन्छु हस् त नमस्कार जदौ